नमस्कार, म खेमाले मगर। आजको प्रमुख खबरहरूबाट रामेछापको खाण्डादेवी गाउँपालिका 6 माखाडुमा सोमबार बिहान एक यात्रु वाहक सोमो दुर्घटनामा परेको छ। खाण्डादेवी 7 टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 08001 ज 0224 नम्बरको सोमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालक सहित कुल 6 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते मध्ये अन्दाजी 60 वर्षीय ठुली तामाङ, अन्दाजी 45 वर्षीय रिता तामाङ र अन्दाजी 48 वर्षीय सुना माया तामाङलाई थप उपचारका लागि तत्कालीन काठमाडौँ पठाएको छ। अन्दाजी 25 वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आजको छोटो यो समाचारबाट म बिदा हुन्छु। सबैलाई नमस्कार।